आज चाहिँ म आर्मी क्याम्पको हेलिकप्टर बस्ने ठाउँमा जाने छु र त्यहाँ गएर ब्याक फ्लिप हान्ने छु। ल भिडियोलाई पुरा हेर्नुहोस् है त। यहाँबाट चाहिँ आर्मी क्याम्प देखिन लागिसकेको छ र हामीहरू 20 मिनेटको भित्रमा त्यहाँ पुगिहाल्नेछौँ। ल भिडियोलाई हेर्दै राख्नु है, आनन्द लिइराख्नु, लाइक सब्सक्राइब गरिदिनु होला। म चाहिँ आफ्नो घरबाट यहाँ पुगिसकेको छु आधा घन्टाको भित्रमा। ल मसँग चाहिँ एउटा सानो भाइ प्यारो भाइ आएका छन् र हामीहरू त्यहाँ जान्छौँ अनि अरू साथीहरूलाई नि बोलाउँछौँ, उता जान्छौँ अनि हेलिकप्टर बस्ने ठाउँ पनि देखाउँछौँ र ब्याकफ्लिप हान्छौँ। ब्याकफ्लिप भिडियो हेरेर लाइक सब्सक्राइब। आर्मी क्याम्पनिरको मैले भिडियो बनाएको थिएँ र सबै डिलिट गरिदिए एकजना आर्मी दाइले या अङ्कलले। त्यहाँ चाहिँ भिडियो बनाउन पाइने रहेनछ गरे, किनभने अब देशको सुरक्षा पनि त हुनु पऱ्यो नि। भिडियोमा देखाइदिएपछि अब बाहिरको देशले हेर्छ अनि हेरिसकेर के कस्ता गर्दो रहेछ नेपालको भनेर बनाउन दिएनन्, भिडियो चाहिँ डिलिट गरिदिए। त्यही पनि हजुरहरूको लागि म यसको माथि गएर ब्याकफ्लिप हान्ने छु र देखाउने छु हजुरलाई ब्याकफ्लिप हानेको। चरा देखेँ मैले, कुन चरा हो भन्नु होला है, क्लियर त देखेँ होइन। म चाहिँ हेलिप्याडको माथि चढेर अब ब्याकफ्लिप हान्न जान लाग्छु। ल भिडियोलाई हेर्नुहोस् है त। भिडियोलाई हेर्नभन्दा पहिला लाइक सब्सक्राइब गरिदिनु। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र लाइक सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। यहाँ चाहिँ मस्तको हावा चलिरहेछ, मजा आइरह। चस्मा चाहिँ लगाउनु पर्यो है गाइज। मैले चाहिँ ब्याकफ्लिप हानिसकेको छु, मेरो घर चाहिँ ऊ त्यहाँ पर छ। अब घर जान्छु, बाई। रोक्नुहोस् है, यो भिडियोलाई लास्टको भिडियोलाई पनि हेर्नुहोस्। पुगिसक्यो हम हेर्न सक्नुहुन्छ र उताको भिडियो बनाउन पाइँदैन है, त्यही पनि देखाइदिन्छु। यस्तरी यही हो आर्मी क्याम्प भनेको। अब योभन्दा अगाडि म भिडियो बनाउन सक्दैन है, अघि न बनाएको डिलिट गरिदिएँ।